हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। अब मेरो ड्युटी स्टार्ट भयो झाडु पोछा लगाउने। हिजो रातिको हाउरले घर यति धेरै फोहोर बनाइदियो कि धुलोहरू यति धेरै उडाएर ल्यायो। बिहान बिहानै मेरो झाडु पोछा लगाउने ड्युटी स्टार्ट भइहाल्यो कि साथीहरू। घरको साफ सफाईको काम सकिसकेपछि म लागे किचनतिर। किचनमा चाहिँ बिहानै मैले छोरीको लागि नास्ता बनाएको थिएँ। त्यो सबै भाँडाकुँडाहरू छरबस्ट भएको थियो। बिहान चाहिँ घरको कुनै पनि काम नगरिकन छोरीको लागि फर्स्टमा मैले नास्ता तयार पार्छु। किनभने छोरीले खाना खायो या उसले नास्ता खायो भने मलाई चाहिँ ढुक्क हुन्छ अरू काम गर्नको लागि। त्यसपछि मात्र म अरू काम स्टार्ट गर्ने गर्छु। भाँडाकुँडा धोएर किचन सफा गरेर त्यसपछि म लागे खाना पकाउनतिर। यता दाल बिसाल्दिँदै गऱ्यो भने दाल पाक्दै गर्छ अनि उतातिर फेरि मेरो कामहरू टन्नै छ के छरबस्ट भएको छ। अनि बाहिरको वेदर चाहिँ आज यस्तो छ, मलाई पनि खासै सन्चो छैन। मेरो भोइस पनि कस्तो तर्कै आइरहेको होला। त्यसपछि मेरो दराजको यो सिसा पनि एकदमै फोहोर भएको थियो। अब यो पनि सफा गर्नतिर लाग्नु